first commandment, thou shalt have no other God before me. अनि आज त्यहाँ पहिलो यो आज्ञा हामी पाउँछौँ कि तिमीहरूको अगाडि चाहिँ मेरो बावजुद चाहिँ कुनै पनि ईश्वरहरू हुनुहुँदैन। And secondly, दोस्रो नम्बर कुरा that verse 4, thou shalt not make any graven image or likeness and bow down before it. अनि आज सात पत्रहरू तिमीले आफ्ना निम्ति कुनै पनि खोपेको मूर्ति नबनाउनु, न त त्यस मूर्तिको अगाडि तिमीले झुक्नु नै। And the third commandment is, thou shalt not take the name of the Lord thy God in vain. अनि आज तेस्रो आज्ञा जो चाहिँ हामी पाउँछौँ कि तिमीले आफ्नो परमेश्वरको नाम व्यर्थमा नलिनु। And the fourth commandment is, अनि चौथो जो आज्ञा चाहिँ thou shalt keep the Sabbath day to keep it holy. अनि तिमीले चाहिँ आज फेरि पनि जो सब्बात दिनलाई चाहिँ एकदमै पवित्र मान्नु। And then the fifth commandment is, fourth one is, अनि जो चौथो नम्बर कुरा चाहिँ I'm sorry, the fifth one पाँचौँ नम्बर कुरा चाहिँ is, thou shalt honor thy father and thy mother. तिमीले चाहिँ आफ्नो बाबा अनि आमाको आदर गर्नु। And the sixth commandment is, अनि छैटौँ जो आज्ञा चाहिँ thou shalt not kill. तिमीले हत्या नगर्नु। And the seventh is, अनि सातौँ चाहिँ thou shalt not commit adultery. तिमीले व्यभिचार नगर्नु। And the eighth one is, अनि आठौँ चाहिँ thou shalt not steal. तिमीले चाहिँ चोरी नगर्नु। And the ninth one is, अनि नौमा चाहिँ thou shalt not bear false witness. तिमीले चाहिँ आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु। And the tenth one is, thou shalt not covet. अनि आज दसौँ चाहिँ तिमीले लोभ नगर्नु। So there are 10 commandments. यसै कारण त्यहाँ चाहिँ 10 आज्ञाहरू हामी पाउँछौँ। Then every normal person has 10 fingers. अनि हरेक मान्छे अब साधारणतया मान्छेको चाहिँ हातमा 10 वटा औँलाहरू हुन्छन्। So God has made it very simple. Out of our 10 fingers, we can remember these 10 commandments. अनि परमेश्वरले एकदमै हाम्रो लागि साधन बनाउनु भएको छ कि हाम्रै हातका 10 वटा औँलाहरू हामीले ती 10 आज्ञाहरूलाई सम्झना गर्न सक्छौँ। 5 of these commandments are in relation to God. अनि 5 वटा आज्ञाहरू चाहिँ परमेश्वरसँग सम्बन्ध राख्ने सम्बन्धित आज्ञाहरू हामी पाउँछौँ। And the other 5 are in relation with other people. अनि अर्को 5 आज्ञाहरू चाहिँ मानिसहरूसँग सम्बन्ध राख्ने रूपमा हामी So that's पाउँछौँ। the first thing that we learn about these 10 commandments is that they are 10 in number and 5 related to God, 5 related to men. अनि 10 आज्ञाको रूपमा चाहिँ आज हामी यो प्रकारले पहिलो रूपमा बुझ्न सक्छौँ कि 5 वटा पहिलो आज्ञाहरू चाहिँ परमेश्वरसँग सम्बन्ध राख्छन् भने बाँकी रहेको 5 वटा आज्ञाहरूले चाहिँ मानिसहरूसँग सम्बन्ध राख्दछन्। The second thing about these 10 commandments is अनि दोस्रो कुरा जो यो 10 आज्ञाको लगाउमा चाहिँ God is reminding His people that they must give God the first place. अनि आज परमेश्वर चाहिँ आफ्नो लोकलाई सम्झना गरिरहनु भएको छ कि उनीहरूले चाहिँ परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ भनेर। First God, then others. अनि पहिला चाहिँ परमेश्वर अनि त्यस पछाडि चाहिँ अरू कुराहरू। Because in the beginning it was God. God should always be first. किनकि आदिमा चाहिँ परमेश्वर हुनुहुन्थ्यो अथवा सबैभन्दा सुरु प्रथम स्थान चाहिँ परमेश्वरको हुनुपर्दछ। So that when any person sins, first of all he sins against God and then against others. यसै कारण जब एउटा मान्छेले पाप गर्छ पहिलो नम्बर कुरा चाहिँ उसले परमेश्वरको विरुद्ध पाप गर्दछ तत्पश्चात चाहिँ उसले अरूहरूको लगाउन पनि पाप गरिरहेको That's छ। why when the prodigal came back to his father, he said, Father, I have sinned against heaven and against you. यसै कारण जब त्यो बुढाउको फर्केर आएर उनले आफ्नो पितालाई यो प्रकारले भने, हे पिता मैले स्वर्गको विरुद्धमा अनि तपाईको विरुद्धमा पाप गरेको छु। And somebody asked the Lord Jesus, what is the first commandment or the most important commandment in the Bible? अनि कसैले चाहिँ प्रवेशमा चाहिँ इसका आइकन यो प्रश्न गरे कि सबैभन्दा पहिलो आज्ञा अथवा महत्त्वपूर्ण आज्ञा चाहिँ के हो भनेर। And the Lord told him, you shall love the Lord thy God with all thy heart and with all thy soul and with all thy might and thy mind. अनि प्रवेशमा चाहिँ कृष्णले उनलाई यो प्रकारले भन्नुभयो कि तिमीले आफ्नो परमेश्वरलाई सारा हृदयले सारा मनले अनि सारा सामर्थ्यले तिमीले प्रेम गर्नु भनिकन। And the second is like that. अनि दोस्रो चाहिँ यस्तै छ, You shall love your neighbor as yourself. तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। Now you may say, what is the need of teaching us this commandment? तपाईले भन्दै हुनुहुन्छ होला कि यो प्रकारको आज्ञाहरूको शिक्षा सिकाउनलाई के जरुरी छ? As I reminded you in the beginning, it is a mirror.
अनि जसरी किन मैले तपाईलाई सुरुमै बताइदिएको थिएँ यो त एउटा ऐनाको जस्तै कुरा हो So it shows us where we have failed. अनि यसले चाहिँ हामीलाई देखाउँदछ कि हामी कहाँ गिरेको चुकेका छौँ And गरिकन God's laws are like a straight ruler. अनि आज परमेश्वरको व्यवस्था चाहिँ एकदमै सिधा अति अब सिधा कुरा जस्तै छन् And so we can measure our crookedness by the straight law of the Lord. यसै कारणले आज हाम्रा ती धर्म दुष्ट बाङ्गा किङ्गा बाटाहरूलाई चाहिँ परमेश्वरको त्यो सिधा व्यवस्थाले हामी नापजोक गर्न सक्दछौँ And so we can see from this very first commandment, I have failed, you have failed in loving the Lord from all our heart, with all our soul, and with all our mind. यो पहिलो आज्ञामा हामी चुकेका हामी पाउँछौँ कि केही परमेश्वरलाई हामीले सारा हृदयले सारा प्राणले अनि सारा आफ्नो समझले प्रेम गर्नमा चाहिँ हामी कहिले कहीँ हामी चुकेका छौँ And because we have not loved the Lord, it is so difficult for us to love one another. अनि हामीले चाहिँ परमेश्वरलाई प्रेम नगरेको कारणले हामीलाई एकअर्का प्रति प्रेम गर्नु पनि कठिन बनिरहेको छ Because we do not love one another, that's why we hate one another, we get angry at one another. अनि हामीले एकअर्कालाई प्रेम नगरेको कारणले हामी एकअर्कासँग रिसाउँछौँ हामी घृणा गर्दछौँ And because we don't love one another, we speak evil of one another. अनि हामीले एकअर्कालाई प्रेम नगरेको कारणले नै हामीले एकअर्काको विषयमा हामी खराब कुराहरू गर्दछौँ So we see the very first commandment, we have broken the commandment. यसै कारणले पहिलो नम्बर कुरा हामी भन्न सक्छौँ कि परमेश्वरको आज्ञालाई हामीले यो प्रकारले तोडेका छौँ And also the second one we have broken, we have not loved others as we love ourselves. अनि दोस्रो आज्ञालाई पनि हामीले तोडेका छौँ किनकि हामीले आफ्नो छिमेकीलाई आफूले जस्तै हामीले प्रेम गर्न सकेका छैनौँ Now the third thing about these 10 commandments is, अब यो तेस्रो नम्बर कुरा जो यो आजको लगाउमा चाहिँ all these commandments are given to individuals. अनि यदि प्रत्येक आज्ञा चाहिँ हरेक व्यक्तिगत तौरले एउटा व्यक्तिलाई दिएको छ It is not a general commandment. अनि यो चाहिँ सबैलाई दिएको आज्ञा होइन It is not said you all should do like this. यस प्रकारले भनेको छैन कि तिनीहरू सबैजनाले एक प्रकारको कुरा गर्नुपर्छ भनेर Now the Lord is very specific. You shall love the Lord your God. तर परमेश्वरले एकदमै यो प्रकारले भन्नुभएको छ तिमीले परमेश्वरलाई सम्पूर्ण रूपले प्रेम गर्नु You shall not make any graven image. तिमीले अब कहिले कुनै प्रकारको यो प्रकारको खोपेको मूर्ति नबनाउनु You shall not take my name in vain. अनि तिमीले मेरो नाम चाहिँ गाँठमा नलिनु And you shall keep my Sabbath holy. अनि तिमीले मेरो विश्रान्तिलाई पवित्र राख्नु You should obey your parents. अनि तिमीले चाहिँ आफ्नो बाबा आमाको आदर गर्नु So we find that these commandments are given individually to each one of the children of Israel and also to us. अनि यो प्रकारले बुझ्न सक्छौँ कि हरेक इजरायलीहरूलाई व्यक्तिगत रूपले परमेश्वरले आज्ञा दिनुभएको थियो अनि आज दिनमा तपाईँलाई मलाई पनि व्यक्तिगत रूपले उहाँले आज्ञा दिनुभएको If छ I break these commandments, I am responsible. अनि यदि मैले त्यो आज्ञालाई तोडेँ भने त्यसको जिम्मेवारी चाहिँ मैले हुन्छु If you break it, you are responsible. अनि यदि तपाईँले त्यो आज्ञालाई तोड्नु भने चाहिँ तपाईँले त्यसको जिम्मेवारी हुनुहुन्छ So the third thing about these 10 commandments is God has given us individually as our individual responsibilities. यसै कारणले तेस्रो नम्बर कुरा यो 10 आज्ञाको लगमा चाहिँ यो प्रकारले भन्न सक्छौँ उहाँले दिनुभएको यो आज्ञा चाहिँ हामी प्रत्येकको निम्ति व्यक्तिगत रूपमा उहाँले दिनुभएको छ अनि हरेकमा यो त्यसको जिम्मेवारी चाहिँ हामी आफैसँग छ The fourth thing about these 10 अनि commandments, चौथो नम्बर कुरा यो 10 आज्ञाको लगमा चाहिँ these 10 commandments cover our thoughts, our words and our deeds. आज यो आज्ञाले चाहिँ आज हाम्रो विचार आज हाम्रो बोली अनि हाम्रो कार्य यी सबैलाई चाहिँ समेट्दछ It covers our thoughts, अनि यसले चाहिँ हाम्रो our विचारहरूलाई words and our deeds. अनि आज हामीले यसले चाहिँ हाम्रो विचारलाई हाम्रो बोलीचालीलाई अनि हाम्रो कार्यलाई पनि यसले समेट्दछ We all think, हामी सबैजनाले सोच्दछौँ we all speak, अनि हामी सबैजना बोल्छौँ we all act. अनि हामीले त्यसको लगामाथि कार्य पनि गर्दछौँ And how we are in the sight of God, this word of God tells us so clearly. अनि कति समस्याको परमेश्वर वचनले आफ्नो वचनबाट चाहिँ हामीलाई देखाउनु हुँदछ कि हामी चाहिँ उहाँको नजरमा कस्तो छौँ भनिकन The sinful thoughts are, we can say, thou shalt not covet. अनि आज एउटा पापमय विचारको लगामा हामी भन्न सक्छौँ कि तिमीले लाज नगर्नु Yes, desiring something that others have and wanting that for myself, a strong
desire to possess what others have. अनि आज हो यो पाप नै हो कि आज जो केही कुरा अरूको छ अनि त्यसलाई छाडा गर्नु पनि त्यो चाहिँ मेरो होस् भनेर त्यो प्रकारको सोच राख्नु पनि त्यही प्रकारले हामी बुझ्न सक्दछौँ। So the commandment of the Lord covers our thoughts. त्यसै कारणले परमेश्वरको आज्ञाले चाहिँ हाम्रो विचारलाई पनि समेट्दछ। Also it covers our words. अनि यसले चाहिँ हाम्रो वाक्यलाई पनि समेट्दछ। Thou shalt not bear false witness. तिमीले चाहिँ झुटो गवाही नदिनु। That's how we speak lies with our tongue. अनि हामीले आफ्नो जीवनहरू प्रयोग गरिकन हामीले झुटा कुराहरू बोलिरहेको हुन्छौँ। And then the third one, our actions, thou shalt not kill. अनि तेस्रो नम्बरको कार्य भनिएको छ कि तिमीले हत्या नगर्नु। Thou shalt not commit adultery. तिमीले त्यो विचार नगर्नु। Thou shalt obey thy father and thy mother. अनि तिमीले आफ्नो बाबाआमाको आदर गर्नु। So we find that these commandments include our thoughts, our words and our deeds. यसै कारणले हामी यो कुरा पाउँदछौँ कि याज्ञमा चाहिँ आज हाम्रो विचार, हाम्रो वाक्य अनि हाम्रो कार्यलाई पनि यसलाई यो भित्र समेटेको छ। Now if you are truthful to yourself, you will say, yes, I have failed in my thoughts, I have sinned in my words, I have sinned in my actions. यदि तपाईँ चाहिँ आफ्नो लगाउमा यदि साँचो बोल्न चाहनुहुन्छ भने तपाईँले भन्न सक्नुपर्दछ कि साँच्चै नै मैले मेरो सोचमा, मैले मेरो बोलीचालीमा अनि मेरो कार्यमा चाहिँ मैले पाप गरेको छु भनिकन। I have failed the Lord completely. अनि मैले पूर्ण रूपले नै परमेश्वरको नजरमा चाहिँ म गिरेको छु। There is not one thing in my life that I can please God with. अनि मेरो जीवनमा यस्तो एउटै पनि कुरा छैन जसले चाहिँ म प्रभुलाई प्रसन्न पार्न सकूँ। So we find that the fourth thing about this is it covers our thoughts, our words and our deeds. यो सोचको कुरा नसाको लगाउमा हामी पाउँदछौँ कि उहाँको आज्ञाले चाहिँ हाम्रो विचारलाई, हाम्रो बोलीचालीलाई अनि हाम्रो कार्यलाई पनि समेट्दछ। Now these are 10 commandments, but this is the fifth thing we say. These are 10 commandments, but they are one. अनि आज यो चाहिँ 10वटा आज्ञाहरू छन् तर ती सबै कुराले चाहिँ एउटै कुरालाई बताइरहेको छ। यो चाहिँ 5औं नम्बर कुरा हो। They are 10 pearls of the wisdom of God. अनि यी चाहिँ परमेश्वरद्वारा दिएका 10वटा बुद्धिका मणि जस्ता कुराहरू हुन्। To break one commandment is to break all the अनि commandments. यदि हामी एउटा मात्र आज्ञा छोड्यौँ भने चाहिँ ती 10वटा आज्ञा छोडेको जस्तै हुन्छ। That is what James tells us. अनि याकुबको पत्रमा याकुबले यही प्रकारको कुराहरू बताएको छन्। Book of James chapter 2 and verse 10. याकुबको पत्री 2:10 हामी After Hebrews comes James अनि हिब्रूको पछाडि चाहिँ याकुब आउँदछ। chapter 2. अनि 2:10 There we find verse 10. अनि 10 पदमा हामी यो प्रकारले पाउँछौँ किनकि जस कसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ। Say, whosoever shall take the whole law and yet offend in one point, he is guilty of all. अनि यहाँ यही प्रकारले लेखेको छ कि जस कसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ तर एउटै कुरामा ऊ चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरेछ। Yes, we may have 99 right, but if we have one wrong, the word of God tells we are totally wrong. अनि यदि आज हामी चाहिँ 99 कुरामा चाहिँ ठिक गरेका छौँ तर एउटै कुरामा चाहिँ हामी गलत गऱ्यौँ भने चाहिँ परमेश्वरको वचनले भन्दछ हामी सम्पूर्ण रूपले नै हामी गलत ठहरेछौँ। Now who can take pride that I have obeyed all the laws of God? अनि आज कसले यो प्रकारको गर्व गर्न सक्छ कि उसले भन्दछ कि मैले सम्पूर्ण परमेश्वरको आज्ञालाई चाहिँ पुरा पालन गरेको छु भनेर। Sometimes we compare ourselves with our other people. कहिलेकाहीँ चाहिँ हामी आफूले आफूलाई अरू मानिसहरूसँग तुलना गर्दछौँ। I am not as bad as that person or as that woman. आज म त्यो पुरुष जस्तो अथवा त्यो स्त्री जति त आज त्यतिको म पापी छुइनँ। I speak lies, but I don't speak lies as much as he is speaking lies. म झुटो त बोल्छु तर उनले जतिको बोलेको झुटो चाहिँ म बोल्दिनँ। I speak one or two bad words, but he keeps on speaking bad words. एकैवटा मात्र म खराब शब्दहरू बोल्छु तर उनले त एकदमै फोहोर शब्दहरू बोलिरहेको छ। I get angry unnecessarily sometimes, but he's always angry. बिना कारण कहिलेकाहीँ चाहिँ म रिसाउँछु तर ऊ त सधैँभरि रिसाएको हुन्छ। I don't kill. म त मार्दिनँ। Like that, we try to compare ourselves with others. अनि यो प्रकारले चाहिँ हामीले आफ्नो तुलना चाहिँ अरूसँग गरिरहेको हुन्छौँ। But the word of God reminded us that if we have failed in one point in disobeying one commandment,
we have disobeyed all the commandments of the Lord. परमेश्वरको वचनले हामीलाई कसरी सम्झना दिलाइरहेको थियो यदि हामीले आज एउटै मात्र कुरामा हामी चुक्यौँ भने पनि आज हामी उहाँको व्यवस्थाको लगभग सबै कुराहरूमा नै हामी चुकेको ठर्दछौँ। Some people try to obey all the commandments, and then they say, we will be righteous by our own efforts. अनि आज कति मानिसहरूले ती सबै आज्ञाहरूलाई ठिक प्रकारले पुरा गर्न चाहन्छन् अनि उनीहरू भन्न चाहन्छन् कि हामी आफ्नै बलताले चाहिँ धर्मी ठहरिन सक्दछौँ। But look at what the word of God tells us. तर हेर्नुहोस् त परमेश्वरको वचनले के कुरा भन्दछ। Book of Galatians chapter 3 हामी दयाले गलातीको पत्री आज हामी 3 अध्यायमा आउँछौँ and verse 10. अनि 10 पद। Galatians chapter 3 and verse 10. हामी गलातीको पत्री 3 अध्याय 10 पद। किनकि जतिजना व्यवस्थाका कामहरूबाट हुन् तिनीहरू साफ नै छन्, किनकि लेखिएको छ व्यवस्थाको पुस्तकमा लेखेका सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागि नरहे